यो चाहिँ हो मन्जुको स्विमिङ पुल है, तपाईहरु आउन सक्नुहुनेछ। यस्तो हुन्छ है पौडी खेल्न जानेन भने चाहिँ यो कहाँ स्विमिङ खेलेको देख्नुभयो होला है, म चाहिँ खतरा स्विमर हो। चाहिँ तेल सकेको अवस्था हैन, माथि गाउँ आइपुगेको थियो हामी चाहिँ हो, यहाँ चाहिँ तेलै सक्यो रे। वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ हामी चाहिँ मन्जु जान आँटेको, कपाल चाहिँ भगवान के डरलाग्दो भइरहेको चाहिँ अहिले चाहिँ हामी मन्जु जान आँटेको। म चाहिँ जान्न आँटेको थिएँ कि फेरि ओला मैले फकै कुरा काम ओला अरे हो, लास्टमा गइन अरे हो, अन्त जाँदैछु जान आँटेको भनौँ न है। कुनाल तिमी चाहिँ नरिसाउ नरिसाउ एकछिन न पानी भरिहाल्छ। घरि चाहिँ अब समर सिजन पनि लाग्यो होइन, अन्त आज चाहिँ हामीले बिहान नै यति काम गऱ्यो नि त, त्यही भएर चाहिँ अब मन्जु गएको है। हुन त मलाई त स्विमिङहरू खेल्नु आउँदैन, तर पनि अब दुईजनाले जाउँ भनेर चाहिँ म गएको। दुईजना चाहिँ ऊ यहाँ लुगा लाउँदैछ हो, अन्त मलाई चाहिँ प्लिज माफ गर्नुहोस् ल होइन, मलाई चाहिँ स्विमिङको यस पनि आउँदैन। तपाईँहरूलाई म अब बाटोमा भेट्छु, बाई। अब हामी चाहिँ जाँदैछौँ मन्जु होइन, यहाँ चाहिँ यस्तो चाहिँ चाहिँ पुगेँ होइन। ऊ चाहिँ कहिले मेरो भ्लगमा आउँदैन अरे हो। झालमुरी गाइज होइन, सो it's very spicy and super tasty. That's a swimming. यहाँ बाटोमा हिँड्नु स्विमिङ खेल्दैछ, मलाई चाहिँ स्विमिङ खेल्न आउँदैन, त्यही भएर यी खुट्टा देखाउँदैछु। पिरो भयो, कस्तो चिसो रहेछ पानी। वाउ यस्तो कलर छ है साथीहरू, मलाई त कसम केही आउँदैन है। उसको एन्ट्री हेर्नु अरे अब भैँसीको कस्तो चिसो रहेछ है पानी। चाहिँ केही काम छैन होइन, मलाई चाहिँ पौडी खेल्न पनि आउँदैन होइन, मैले पैसा पनि तिर्दिनँ भनेको नि। मैले जाऊ न खै, म जान्दिनँ खेल्नु। So guys, water is very cold. I don't want to swim. It's very cold, and I'm नसुकी जाऊ अब त्यस्तै हुन्छ। खेल्न आउँछु भनेको जाडो भइरह्यो। यस्तो खिलाडीहरू छ अन्त कोही पनि छैन पौडी खेल्नुमा चाहिँ। चिसो छ चिसो छ, नखोला लट्टाइ हुन्छ, झन् लट्टाइ हुन्छ। मार्लाई ए सुल्टे उहाँलाई पनि सबै आउँछ, नागडुबे पनि स्विमिङमा चाहिँ उत्रिसकेको छु, तर म स्विमिङ खेल्न आउँदैन के।
मलाई चाहिँ होइन स्विमिङ गर्न आउँदैन, म चाहिँ जस्ट डुब्न आएको र एक दुईवटा फोटो खिच्न आएको। एकछिन म डल्लै खिच्छु क्या खिच्दै ल। सो यहाँनिर हाम्रो भाउजू पौडी खेल्दैछ। Let's be honest here, है, she don't know how to swim, guys. पहिले देख्नु सक्नुभयो होला है, मलाई चाहिँ स्विमिङ गर्नु आउँदैन, म चाहिँ जस्ट यहाँ फोटो खिच्न आएको। यहाँ छ स्विमिङ गर्नेहरू चाहिँ जलपरी देखाउनुस् न। म पनि छु हौ आफ्ना सबैभन्दा ज्यादा फ्ल्याट मेरै छ त छैन प्लिज यो मेम भयो होइन। मलाई चाहिँ पौडी खेल्नै आउँदैन, म चाहिँ जस्ट डुब्नु मात्रै आएको थिएँ। त्यो पनि बिचमै खासमा चाहिँ म चाहिँ घरमै बस्नु भनेको थिएँ, तर पनि अब दुईजनाले जाउँ न भनेर चाहिँ म आएको नि त खासमा चाहिँ हो। अन्तखेरि चाहिँ तर म खेल्नु जान्दिनँ पौडी, तपाईँहरूले देख्नुभयो होला, मलाई डुब्नु मात्रै आउँछ होइन। त्यो डुबेर मलाई सिक्नु पनि मन छैन, किनभने मलाई डर लाग्छ, पानीसँग पुरा डर लाग्छ। अब म चाहिँ यहाँ चाहिँ लुगा चेन्ज गर्छु अन्त भिज्छु। म चाहिँ अब यहाँ लुगा पनि चेन्ज गरिसकेँ हो। उहरू चाहिँ अझै पौडी खेल्दैछ, अझै पौडी खेल्दैछ दुईजना चाहिँ, कोही छैन हो। यहाँनिर तपाईँहरूलाई देखाउनु मात्रै आएको, भ्लग गर्नु मात्रै आएको। चाल अलिक चाहिँ नाटकै हो। यस्तो हुन्छ है पौडी खेल्नु जानेन भने चाहिँ। कान्छी चाहिँ लुगा फेर्नु जाँदैछ, स्मृति यहीँ छ। अब चाहिँ म चाहिँ अब ऊ लुगा फेरेर आएर चाहिँ ऊ जान्छ, अन्त चाहिँ हामी घर पनि जाने होइन। स्विमिङ खेलेको देख्नुभयो होला है, म चाहिँ खतरा स्विमर हो। यो चाहिँ हो मन्जुको स्विमिङ पुल है, तपाईँहरू आउनु सक्नुहुनेछ। यहाँ चाहिँ 50 रुपियाँ, मात्र 50 रुपियाँ लागिन्छ होइन। यो राम्रै छ है। यहाँ चाहिँ पिकनिकहरू चाहिँ खानु दिँदैन यो भित्र चाहिँ। दिन्छ हौ, दिन्छ अरे, मलाई थाहा थिएन। मन्जु यहाँ चाहिँ पार्क गर्नु सक्नुहुन्छ तपाईँहरूले गाडीहरू, अब केमा आउनुहुन्छ, बाइक होइन। यहाँबाट चाहिँ यस्तो जानुपर्छ। यहाँ चाहिँ छ स्विमिङ। मेरो फोन खै हामी चाहिँ ए ल फर्केको के हो तिम्रो स्कुटी। हामी चाहिँ यहाँ झालमुरी खानु बाजेको दोकानमा आइरहेको छु, स्पेसल उहाँको फेभरेट बाजी हो नि त। चाडा त्यस्तो भइरहेको छ, यहाँ कुद्नु पर्दैछ किन भन्दा चाहिँ यहाँ चाहिँ अलिक बाटो अलिक खराब छ नि त हो, त्यही भएर जाडो भयो, पुरा जाडो भयो। मलाई चाहिँ खिच्दिनँ म फोटोसोटो, पुरा जाडो भयो। ऊबाट खिचिदिन्छु न। हेलो बाबु चाहिँ तेल सकेको अवस्था होइन। माथिल्लो गाउँ आइपुगेको थियो हामी चाहिँ हो। यहाँ चाहिँ तेलै सक्यो अरे। होस् भन्छु म, हिजो मात्रै तेल हालेको भन्दै थियो हो, अहिले चाहिँ सक्यो। यस्तो अवस्था पनि हुँदो रहेछ है। यहाँ आइपुगेर चाहिँ तेल सक्यो है गाइस। के अरे सो हेलो एभ्रिवान होइन। र हामी चाहिँ भर्खरै घर आइपुगिसक्यौँ हो। अन्त तपाईँहरूले देख्नै भयो होला होइन, हाम्रो चाहिँ पेट्रोलै सक्यो है। त्यहाँदेखि ओह्रालो चाहिँ मैले भ्लग गरिनँ, किनभने अब हाम्रो गाउँको बाटो अलिक रफ छ नि त। अन्त मैले त्यही भएर आउँदा पनि
उकालो जाँदा पनि मैले त्यहाँ भिडियो बनाइन हैन अन्त ओह्रालो आउँदा पनि मैले त्यो ओह्रालो भिडियो बनाइन त्यहाँबाट चाहिँ हामी पेट्रोल हालेर ओह्रालो आयौँ अहिले चाहिँ घर पनि आइपुग्यौँ हो अन्त लुगाहरू सबै धोएर सुकाएर चाहिँ म यो भिडियो एन्ड गर्नु आएको किनभने मैले प्राय म भिडियो एन्ड गर्नु नै बिर्सिन्छु हो त्यही भएर यो चाहिँ मैले यतिमा एन्ड गरेको आई होप तपाईहरुलाई मन पर्छ हैन के कसो लाग्छ भन्नुस् होला है मलाई चाहिँ स्विमिङ गर्नु आउँदैन नि त अन्त अब कान्छीहरु चाहिँ ओरको चाहिँ यही ट्याङ्की छ है त्यो त म पहिला जान्थे अहिले जादिन त्यहाँ जाँदाखेरि चाहिँ अब ओले त त्यही सिकेको अन्त म चाहिँ सिकेको छुइनँ सो मलाई आउँदैन हैन त्यही हो अब नेक्स्ट टाइम त म त जान्दिन हो मलाई त त्यस्तो उयोहरु पनि लाग्दैन किनभने अब खेल्नु त आउँदैन जानु पनि त्यो खुट्टा डुबाउनु मात्रै त किन जानु जस्तो लाग्छ हो अब नेक्स्ट टाइम पनि कुनाल आउँदा जानु सक्छु होला है कुनालले लाग्यो भने अन्त त्यति भन्दै मेरो भिडियो म यही एन्ड गर्छु आई होप तपाईहरुलाई मन परेमा लाइक गर्नुस् होला अनि जतिजना पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज डु सब्स्क्राइब माइ च्यानल बाइ प्लिज could you please shut your mouth so guys so this is the ending of our vlog अन्तखेरि चाहिँ अब हामी this is our current situation है हामीले त्यो ब्लगहरु पनि बोकेर चाहिँ we get so exhausted and I think it's time for us to go to bed अन्तखेरि चाहिँ भन्छला यो बहिनी किन एककुरी बोलेको भनेर भन्छला हाल्दैन मरे हो तर प्लिज बिनती छ तपाईहरुमा इमाज यो भिडियो पोस्ट गरेर मारानीले हाल्दिन्छ कि हाल्दिदैन प्लिज गाइस